गुड मर्निङ वेलकम टु माई ब्लग स्टे विथ राजन। आजको दिन डे सेकेन्ड सुरु भइसकेको छ। आज बिहानै सबैले उठेर नुहाइधुवाइ गरेर रेडी भइसकेका छौँ। अब आज हामी उताबाट हामी आई थिङ्क यो बाटो यतातिरबाट हामी चाहिँ ढोरपाटनतिर जाँदैछौँ। अहिले हामीहरू चाहिँ यहाँबाट बोटिङबाट अब यो गाडीमा जाँदैछौँ। साथी आउँदैछ, हामी यहाँबाट ढोरपाटनतिर प्रस्थान गर्दैछौँ। सबैजना मेरो भ्लगमा है। Yes. I'm here. धन्यवाद। हाम्रो गुरु यहाँ हुनुहुन्छ, एकदम मजाको हुनुहुन्छ। यहाँ कति बोलेको एकदम रमाइलो हुनुहुन्छ भाइ पनि। Come. Feeling great. Going to Torbatan. It's like Torbatan. Now we are on 1,100 meters. Torbatan will be 3,900. So within a short period of time, we will climb 3,000 meters. 3,000 meters. Which is pretty exciting. Okay. Exciting. Yeah, how to do it. Okay. So guys, साथीहरू हामी अहिले चाहिँ म चाहिँ ढोरपाटन खोला बहिनीहरूले गाडीमा के भन्नुभएको थियो, अहिले भन्दै जाउँदा खोलाको नाम के गोबान सम्झिनु भन्नुहुन्छ। त्यहाँ पुलबाट हामी जाने तयारीमा छौँ। उता त्यहाँ गाडी तयारी छ, त्यो भाइ चाहिँ ड्राइभर भाइ जानुभयो होला। त्यसमा हामी उताबाट चाहिँ खोला हिजो पनि यहाँभन्दा अगाडिको ब्लग हिजो पनि म देखाइसकेको छु। यो दोबान भन्छ अरे, लगभग त्यहाँ कता खोला मिल्दो रहेछ। उत्तर गङ्गा, अब हामी लगभग उता ढोरपाटन साइडहरू उत्तर गङ्गा खोलातिर जाँदैछौँ।
चाहिँ आउँदै गर्दा ढोरपाटन जाँदै गर्दा अगाडि दाउरा काट्दै रहेछ रुखडालेको भएर चाहिँ गाडी रोकेको छ त्यही बेला अब झरेर यसो बनाउनु भिडियो गइरहेको छ अहिले आज जाँदाखेरिको फर्किँदा नै बाटो फर्किन्छु जाँदाखेरि चाहिँ बाटोको मात्रै स्पेसल भ्यू लिइरहेको छु भनेदेखि दृश्य बाटोको मात्रै स्थिति कस्तो देखिरहेको छ भने आउँदा फर्किँदाखेरि चाहिँ म यता यस्तो देखिनु यस्तो भ्यूहरू म देखाउने प्रयत्न गर्छु फाइनली हामी ढोरपाटन आइसकेका छौँ। यसपालिबाट चाहिँ यो ढोरपाटन भनेर लेखाएको छ। हामी यहाँबाट त्यो पारी यो ठ्याक्कै यहाँ पहिलाको भिडियो देखिनु भएको छ। हामी यो फाँट हुँदै पारी यो सबै घुम्नेछौँ। सायद यस्तै डाँडामा माथि भोलिसम्म यता डाँडातिर पनि जान्छौँ। कता हुन्छ त्यो चाहिँ एक्ज्याक्टली मलाई थाहा छैन, अरू साथीलाई थाहा छ। ठेरो हावा एकैचोटि तलबाट आएको हावा घाम लागिरहेको छ, तर हावाले चाहिँ आँखामा चिसोले हानेर है यस्तो
आँखाबाट आँसु आइरहेको छ। हामी सायद यही बाटो जान्छौँ पारी त्यसपछि त्यो त हामी जाँदा यतैबाट जान्छौँ पुरै गएको थियौँ अब भाइले त्यति भन्नु पर्ला। तुसारो देखिराख्नु भएको छ। घाम नलाग्ने ठाउँमा यस्तो तुसारो देखिन्छ। अनि भोलि बिहान पनि देखाउँदा अर्को भोलिको साइड अर्को भोलि यस्तो हुन्छ। यो सबै सेतो यो चौर यो भएको फाँट चाहिँ पुरै सेतो देखिन्छ बिहान भयो। फाइनली हामी ढोरपाटन चौर फाँटमा आइसकेका छौँ। अब हामी यहाँ गाडी उतारेर गाडीबाट सामान उतारेर चाहिँ हाम्रो गन्तव्य जान्छौँ। हो फाइनली पोर्कै होमस्टेमा आइरहेका छौँ। यस पोर्कै प्राइस जस्तै गरी मिलाएर दिनुभएको छ आज यसपालि नि खुसी हुनुभयो। अब यहाँ भाउजू हुनुहुन्थ्यो एकजना भाउजूहरू चाहिँ अलिक मुक्तिनाथतिर घुम्न जानुभएको छ अरे। फाइनली यो रुम यस्तै छ ढोरपाटनको। धेरै फेसिलिटी नखोज्नुहोस्, समग्रमा एकदम ठिक छ यो होटलहरू होमस्टे। यो सबै यस्तो अहिले बनाएको न्यू रहेछ। बाथरुम समेत राम्रो रहेछ ल। बाथरुम पनि न्यू बनाइसकेको रहेछ। त्यही भएर टक्काको अलि भएको रहन्छ। धेरै ठिक छ, भेरी नाइस। अनि साथीको लागि पनि सेम, मेरो साथी पनि त्यहाँ सेम एउटै खाले सेम बनाउनु खाएको थियो। उहाँलाई एकदम खुसीले आएर चाहिँ यताउति खिच्दै हुनुहुन्छ भिडियो फोटोहरू। ढोरपाटनको जुन समतल भूभाग हो यहाँबाट देखिरहेको हुन्छ। बिहान चाहिँ यो एरियामा पुरै तुसारो परेर देखाउने प्रयत्न गरेछु। भोलि छिटै उठेछु भने सायद आज अघिको हिसाबले चाहिँ उठ्छु, तर भोलि उठ्न सक्ने भने चाहिँ फेरि आज बोलाएको थियो राजाले भनेर कसैले नभन्नु होला। त साथीहरू आजको भिडियोमा चाहिँ बुर्तिबाङदेखि ढोरपाटन आएको मात्रै भिडियो अपलोड गरेको छु। बाटोको स्थिति र त्यहाँबाट देखिने दृश्यहरू देखाउने प्रयत्न गरेको छु। के कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला। र आजकै अर्को यहाँ ढोरपाटन वरिपरि घुमेको भिडियो फेरि अर्को पार्टमा राख्नेछु। यो भिडियोलाई आज यही अन्त्य गर्छु। हस्, स्टे विथ राजन। थ्याङ्क यू भेरी मच।